तराईमा चाहिँ मुख्य खेती गरिने फलफुलमा चाहिँ आँप गरिन्छ। यसमा चाहिँ अब आँपलाई चाहिँ फलफुलको राजा पनि भनिन्छ। अब यसको बारेमा के छ, यसको बारेमा जानकारी दिन जाँदैछु। आँपका जातहरू चाहिँ बम्बई ग्रिन, बम्बई येल्लो, गोपालभोग, सुकतारा, गुलाब खास अनि अगौटे जातहरू रहेछन्। यिनीहरू चाहिँ मध्येमा चाहिँ दशहरी, मालदवा, मल्लिका, अम्रपाली, पछौटेमा चाहिँ चौसा, कलकत्तिया, सिपिया, अबेहात रहेछ। अनि लगाउने दुरी चाहिँ 10 देखि 12 × 10 देखि 12। यो चाहिँ ड्याङदेखि ड्याङ र बिरुवादेखि बिरुवाको दुरी। यो चाहिँ होचो जातमा अब अम्रपाली जस्ता जातहरू लगाउनु चाहिँ 5 × 5 मिटरको फरकमा लगाउनु मिल्ने रहेछ। बिरुवा चाहिँ एक एक हेक्टर एक रोपनीमा चाहिँ 5वटा अटाउँछन्। अनि यो मल्काज चाहिँ पर पर बोटा मल्काज चाहिँ फल दिने बोटामा चाहिँ वार्षिक चाहिँ कति हाल्नुपर्छ भन्दाखेरि फल दिने बोटामा चाहिँ प्राङ्गारिक मल चाहिँ 50 केजी। अनि डिएपी चाहिँ 931.30 ग्राम, 931.30 ग्राम चाहिँ डिएपी हाल्नुपर्ने रहेछ। युरिया चाहिँ 1433.84 ग्राम युरिया हाल्नुपर्ने। र म्युरेट अफ पोटास चाहिँ 1133.33 चाहिँ म्युरेट अफ पोटास, 1133.33 ग्राम चाहिँ म्युरेट अफ पोटास एमओपी हाल्नुपर्ने। अनि फल टिप्न तयार हुने समय चाहिँ फलको भेट्नातिरबाट पहेँलो रङ चढे एक दुई फल पाकेर झर्न सुरु गरेपछि फलको भेट्नातिरबाट चाहिँ पहेँलो रङ चढेपछि र एक दुई फल पाकेर झर्न सुरु गरेपछि वा फल टिपी पानीमा डुबाउँदा डुब्यो भने फल टिप्ने बेला भयो भन्ने बुझ्नु पर्दछ। यसमा चाहिँ एक दुई फल झरेपछि वा फल चाहिँ अब पानीमा डुबाउँदा चाहिँ फल चाहिँ अब कुनै बाल्टीमा पानी राख्यो, अब बाल्टीमा पानी राखेपछि चाहिँ पानीबाट डुबाउँदा चाहिँ फल डुब्यो भने चाहिँ फल टिप्ने बेला भयो बुझ्नु पर्दछ अरे। उत्पादन चाहिँ 8 देखि 10 मेट्रिक टन पर हेक्टर चाहिँ उत्पादन हुन्छ आँपको।